पैसा त फाला फाल छ या देखिनु परेको मेरो पकेटमा नि कुन लिनु दण्ड साइला छोराले दिएको त देखाउनु पर्यो नि त माई पकेट साइला छोराले दिएको नि त मायाले त देखाउनु पर्यो नि त हो त भन्न पो भएन र यताउति हजुरलाई भिडियो बनाउनु पर्छ क्या खिचिसक्नु भयो के हो मैले अरू साडी लगाएको यस्तै गरेर यस्तै बसेपछि यस्तो खिचिभ्याएको यो अटोमेटिक फेरि म खिचिहाल्छु फेरि हजुर बोलेको नि यो औँला यस्तो भएछ हेलो उता भिडियो गर्नुपर्छ होइन उता भिडियो गर्नुपर्छ क्या त्यही भएर भनेको होइन मैले त हेरेको हो कि यहाँबाट देख्छु कि आँखा कमजोर छ मेरो त्यही भएर मलाई दिनु त मैले पनि साइला भाइ नाच्नेहरू के होइन म नाच्दैन मेरो दाई बित्नु भयो मेरो तामा त दाई बित्नु भयो मलाई कोही हैसियत छैन म मेरो दाईसँग म एक वर्ष त भइहाल्छ मेरो म दाईसँग म जानु छ तामा 22 गते 23 गते मलाई कोही हरकत छैन मेरो दाई बित्नु भयो ठुलो दाई बित्नु भयो अनि त्यही भएर मलाई कुनै हरकत छैन रमाइलो छैन दाजु है दाजु गरे मामालाई यो त दाई होइन मेरो उता मामा हुनुहुन्छ उता मामा हुनुहुन्छ उता दाई होइन छैन सर तिमीले कुरै बुझ्दैन आमा मामा आमा सिधै मामा र आमा मामा आमा यता मेरो दाई हो उता मामा हो यहाँ कुरा गर्दा गर्दा पेट पनि दुखिसक्यो दिशा लगाइसक्यो कति 500 100 बिचको हो नि त त्यहाँ भिडियो बनाउनु पर्छ मामाले एउटा मात्रै दिदी तपाईँले बिहा गर्दा धुमधामसित बिहा गर्नको कि त्यत्तिकै बिहा गर्नको सटासुटुक मेरो त्यहाँ भिडियो बनाउनु पर्छ भिडियो दिदी मेरो त धुमधामले हो धुमधामले हो आमाले त्यो बेलामा खसी काट्ने चलन थियो कि नै बुङ्गुर लगे बिहामा बुङ्गुरको साप 20 धार्नी बुङ्गुर 20 पाटी रक्सी मगरको त यो 20 पाटीको रोटी हुन्छ आमा बुङ्गुर हो मगरको त टुक्कै मागे गनहरु बा आमाले त मगरको त यो बुङ्गुर हो लुगा गहना मागेन एउटा हाम्रो दाजुले मलाई 20 पाटीको रोटी कति भयो मलाई दाजुले हेला गर्नु भएको बटुक रोटी थियो मलाई मेरो दाजु झन्डै मलाई पिट्नु भएको थियो त्यो बेला त कति सस्तो थियो सबै चिज होइन नथिङ भनेको केही छैन सिलिपको साडी हजुर बिहामा के अरे धुमधामले भएको भन्नुहुन्छ तपाईँको बेलामा सुन कति रुपियाँ तोला थियो दिदी हामी दुईटा दिदी तपाईँको बिहा हुँदा सुन कति रुपियाँ तोला थियो 10,000 टका 1200 रुपियाँ मैले बिहा गर्दा 7,000 रुपियाँ तोला थियो 1200 तोला थियो सुन बिहा हुँदा हेर्नु त त मडौरी के मडौरी अहिले अब बिहा मडौरी 10,000 अहिले खर्च गर्ने त कति हो कति घरे थिएँ रिमा कहाँ होला घाममा कहाँ बसेर घर त यत्रो रातो रातो बेला थियो अहिले लपक्क पर्छ भन्छ 70 र 3 पुगे रक्सी लाग्दा बुढेसकालमा पनि अझै अन्त लाउनु लपक्कै पर्नुहुन्छ कोही त लपक्क पर्छ त्यहाँ भिडियो बनाउनु पर्छ क्या अहिले कुरा गर्ने बुढेसकालमा हामीलाई कसैले पनि पताउँदैन नि त्यहाँ भिडियो बनाउनु पर्छ यो भिडियो नानी यो भिडियो यसको नाम के अरे वा भिडियो गरे हेर्ने अरे यो भिडियो बनाउनु पर्छ यो भिडियो फेरि बाहिर नजाओस् यो घरको कुरा घरमा यो भिडियो बनाउनु पर्छ यो मैले फेरि ख्याल गरिहाल्छु फेरि ट्याक्क भिडियो बनाउनु पर्छ यो घरको कुरा घरमै होस् रक्सी बोलेको भन भएको थियो त्यो भिडियो फेरि यता बाहिर यता नदेखाइदिनु ल हाम्रो घरको कुरा यता घरमै होस् यसो हाँसो र रमाइलो होस् भित्र बिहा गरेर भोलिपल्ट धुर्पाइलो फर्काउनु जाँदा सेलरोटी बनाउँछ नि मलाई चामलको पिठो छिन्किन पठाए ढेकिया हात हाल्न पठाए सासूले के गर्छ भनेर होला के अरे हात हाल्दा कुच्चे पार्दैन ढेकीले काटेको तपाईँले पहिला गर्नको हो नगर त्यही भएर माइत गरेको भए पो घरमा सासूले के गर्छ भनेर विचार गरे मैले पनि तिमी सबै बोलेको भिडियो भन्छ के हो त्यो पनि त्यो त भिडियो भन्छ चेक गरेका
के कति खाएर त रोटी खान पर्यो थियो नि त होइन उहाँ धुटपाइले फर्काउनु जाँदाखेरि भोलिपल्ट पर्सिपल्ट त जान्छ होइन 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 त्यहाँ भिडियो भइरहेछ तिम्रो उता खिचेर भिडियो भइरहेछ उता त्यो बेलाको समय त बहुत राम्रो थियो नि सस्तो पनि थियो त्यो बेलाको अहिले जस्तो त्यस्तो समस्या थिएन 18 वर्षमा तपाईँहरूको बेलामा त पञ्चायत काल थियो होइन पञ्चायत काल थियो हाम्रो बेला पञ्चायती व्यवस्था थियो के पञ्चायत काल जम्मा 45 मात्र देखेन पञ्चायत काल थियो पञ्चायत काल त्यो बेलामा पञ्चायत काल थियो निर्दल र बहुदलको चुनाव भएको थियो कि नै भन सुन्नु त मलाई थाहा पाइनँ 35 के छ हजुर 40 के छ हजुर हजुर के छ हजुर के छ म को भाइ हो न म भाइ हो नि नाच त तिमी हत्तेरी साइली रेमै भन्ने गीत बजाइदिन्छु नाच म फेरि एकदम रमाइलो गर्ने मान्छे होइन दिदी हजुरको नाम के पर्यो भन्नु न हजुर नाम के पर्यो लीला देवी मगर लीलादेवी खासमा गरौ खासी गरा छैन मगर मात्र छ पहिलाको दिन रमाइलो कि अहिलेका दिन रमाइलो भन्नु त पहिलाको दिन रमाइलो भनौँ न पहिलेकै दिन राम्रो तपाईँहरू बुटोलमा कति वर्ष पहिला आउनु थियो दिपनगर कति वर्षमा आएको हामी दिपनगर तपाईँको छोरा दिदी तपाईँको छोरा टानबहादुरले त त्यहाँ रेडियो घडीको पसल गरेको थियो अरे होइन सही सही मलाई भनेको थियो उहाँ अस्नै मान्छे अस्नैयामा पनि थियो रेडियोको किराना पसल पनि थियो अरे तपाईँहरूको सही हो होइन टामबहादुरको धेरै काम टानबहादुरसित त म यति बसेँ कि अब म तामबहादुरको भाइ त हो नि तपाईँ भाइ जस्तो लागेन आज त म लाएन म गुन्डा भाइ म राजसमल भाइ तपाईँ पुष्पा राज रहेछ म के राजसमल भाइ राजसमलको भाइ त विनोद चौधरी विनोद चौधरी भन्दा चौधरीको धनी भाइ भाइ म विनोद चौधरीको भाइ भयो नि त विनोद चौधरीको भाइको नाम के हो थाहा छ अब के हो थाहा छैन मलाई केही थाहा छैन फेरि अर्को आउने दिन यसो सोचेर भनौँ ल है के चौधरी हो भने त्यसको ऊ पोडकास्ट पनि आउँछ नि त विनोद चौधरीको भाइ होइन विनोद चौधरीको भाइ विनोद त्यो चौधरी विनोद चौधरीको भाइको रहेछ नि त ऊ के अरे ऊ कम्पनी विनोद चौधरीको भाइ के अरे यो टाइगर बियरहरू अनि सबै त्यसको कम्पनी रहेछ अरे यो ऊ तपाईँको यो के हो पनि हो कि बसन्त चौधरी त्यसले गीत पनि लेखेको छ कि कतिमा गीतकार पनि हो त्यो बसन्त चौधरीले फिल्म पनि बनाएको रहेछ जमाना फिल्म बनाएको रहेछ नि बसन्त चौधरीले नयाँमा कति छ र कोला दिने छाता छाँटाको यहाँ हजुरलाई छाता चाहिएको यहाँ नानीले होइन म मिलाइदिन्छु छाता छ छाँटा यहाँले मिलाउनु त्यही भएर दिदी अहिले पनि तपाईँले भेनालाई पहिला बिहा गर्दा जति माया गर्नु त अहिले पनि त्यति गर्नुहुन्छ नि यहाँ भिडियो गरे नि गरे भन्ने न यहाँ भिडियो बनाउनु मलाई बसेको के लाग्यो यहाँ बस्नु आमा दिदी आमा यहाँ भिडियो बनाउनु तपाईँको पालाको एउटा गीत गाउनु न मामाले यहाँ भिडियो आज एउटा गीत गाउनु त मैले टिकटकमा हाल्छु त एउटा गीत गाउँ अलि ओर बसेर गाउनु न भेनालाई सिक्न पठाउनु ए भेना ए बस्नु न भेना ओ भेना यहाँ बस्नु बस्नु न भेना के कहाँ जाने त घाम भयो अरे घाममा जाने अब यहाँ भिडियो बनाउनु बस्छ मामाले यहाँ बस्नु अरे के दिदी एउटा गीत झिक्नु न मलाई गीत झिक्नु न एउटा भेनाले आउँछ भेना भेना एउटा गीत गाउनु त एउटा गीत गाउनु त एउटा गीत आउनु अरे म नाचिदिन्छु एउटा डिङ टिक डिङ के अरे डिङ टिक डिङ 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 कालो मान्छेले कालो सर्ट लगाएर म नाचिदिन्छु फेरि हेर्नु न अब उता गएर हेरेछन् सुरजले सुरज दाइले यहाँ मन चोरेको यताबाट हेर्ने हो यताबाट हेर्ने हो मजाले कम्मरमा ओइ श्याम छाँटा कति पनि भन्छ सरे दे अरे के छाँटा नयाँको मोल होइन होला धेरै वर्ष पुरानो हो मिलाएर दिने धेरै पर्छ त होइन चलाकै छैन नि तोडेर हामीले लिएर राख्दैछ